गाइज दर्शन नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग्स। आज शनिबार हो। म चाहिँ नुहाइधुवाइ गरेर खाना पकाउँदैछु। अनि चाहिँ मेरो छोरी चाहिँ आई म्यागी खाँदैछिन्। हाई गर छोरो, यता हेर छोरो, हाई गर, हाई खाऊ खाऊ। गुड ताली। यो चाहिँ आफै खान खोजिरह। अब आज चाहिँ म अलिकति गमलाहरू माथि फ्लावर चाहिँ राम्रो भएको छ, इन्डोर प्लान्ट चाहिँ त्यो जग्गा लिएर आउँछु। अनि बारीको चाहिँ एउटा दुइटा फुलहरू चाहिँ सार्छु अनि स्टुडियोमा राख्नको लागि। अनि बाँकी चाहिँ के हुन्छ हेर्नु खास त हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ मुगाले यस्तो बनाइसकेको छ। अब यो माथि राखेर के काम, एउटा दुईवटा तिनवटा गमला चाहिँ लैजान्छु। उयो सेतो यो दुईवटा, अनि चाहिँ यो सेतो एउटा तिनवटा। यो त राम्रो भएर चाहिँ नजाऊ त। अय्या सरी मनी प्लान्ट त राम्रो भएर छ। अच्छा यो पनि यस्तो देखेको छ। दौडी दौडी गर, दौडी 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 दौडी। मन्टेसरीमा टाइम टाइममा खाने भएर होला होइन। घर बसेको चाहिँ यहाँ गर्छ चिप्स लिएर अनि मै खान्छ अरे। भन तिमी सक्दैनौ, हुन ल एकचोटि आँगर ल। मही गङ्गा सहकारी मही। ल ल एकचोटि आँगर ल, पहिला आँखेर ल म राखिदिन्छु क्या आँगर। ल ल ले यसरी पनि खान चाहनेछ कि ल एकचोटि हजुर ल ल ल ल यसले कोक पनि खान्छ, स्प्राइट पनि खान्छ, मुही पनि खान्छ, दही पनि खान्छ, यसरी पानी खान पनि जानेछ। बसेको हो ताली छोरीले खायो। Smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. सो यहाँ मैले चाहिँ काँक्रा काटिरहेको छु। यो काँक्रा चाहिँ हाम्रो आफन्तीको घरमा मजाले फलेको रहेछ। उहाँहरूले बेच्ने पनि बेच्नुहुन्छ। सो मेरो सासू मम्मी जानुभएको थियो अनि लिएर आउनुभएको थियो। धेरै पाकेको पनि छैन, कलिलो पनि छैन, ठिक्कको छ। यस्तो मिठो अचार बनाउँछु भनेर लागि परे। अनि यो मैले जुक्तीको ट्राइपोड लिएर आएको थिएँ, यसलाई युज त गर्नै पर्यो भनेर साइडमा राखेर माथिबाट क्यामेरा राखिरहेको छु। अचार पनि छानेर भयो। अनि त्यसपछि पिठो मुसिरहेको छु। ल हेर्नुहोस्, पिठो मुस्दाखेरि मेरो हात चाहिँ यस्तो कडा छ कि कडा, राम्रो छ कि हात
तर फेसियल गर्ने बेलामा चाहिँ एकदमै सफ्ट हुन्छ भन्नुहुन्छ कस्टमरले। नेल पनि हालिरहेको छु मैले त्यहाँ यस्तो अचार। अनि गाइस अहिले बजेको त 6। आज चाहिँ बिहानदेखि हल्का हल्का काममा बिजी जोडेर अनि राख्नेछु। ल हेर्नुहोस् यो घरमा उहाँ ल्याङ 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 गरिरहेको थिएँ होइन। अहिले हेर्नु त्यहाँ रमाइरह खेल्ने साथी चाहिँ भएन होइन, तर अरूहरूलाई हेरेर रमाइरह। यतै हेर छोरो दौड ल्याऊ बल ल्याऊ ल्याऊ यो बल ल्याऊ न, पिङ्क कलर ल्याउनु। ल हेर ल जाऊ ल। खुसी हो यो पनि एकदम ग्याङ 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 गरिरहेको थियो घर बसेर। कर्ली हेर्नु यस्तो कर्ली खाके ए कर्ली। यो बल खेल्न बललाई डिस गरिदेऊ छोरो, यो बललाई डिस गरिदेऊ। ए यसलाई डिस गरिदेऊ। डिस 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 अझै 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 राम्रोसँग गर। अर्को के पिङ्क कलरको यो त के हो? मेरो छोरी त फुटबल खेलाडी हुन्छ क्या, जता गयो नि बलै मात्रै हेर्छ भनेको त्यहाँ होइन। यो भाइले चोक गरिरहेको अनि देख्यो कस्तै हान्दो रहेछ। ल हान तिमी पनि हान डिस हान हान। गर्मी एकदमै थियो, अहिले चाहिँ आनन्द भएको छ। सो हामी लाग्यौँ धनगढा मन्दिरतिर। यहाँ चाहिँ पानी फुर्रो फुर्रो भएर भइरहेछ, त्यो देखेर एकदमै रमाइलो माने छोरीले चाहिँ। अनि खेल्ने कुरा चाहिँ सबै खेल्यो। यो घुमाउने खेल्ने कुरामा त 3 पटकै खेल्यो। एकचोटि सिङ्गल, 2 पटक चाहिँ अरू साथीहरूसँग। कोही साथीहरूसँग बोल्ने केही गर्दैन, आफ्नै सुरमा लगातार खेल्या हिँडे होइन खुरखुर हिँडे होइन। यसलाई कति रमाइलो लाग्ने होला कि घुम्न खेल्न होइन, नयाँ कुरा हेर्नलाई। यसले खाना मात्रै नजान्ने नखाने हो कि। खाना जान्न त जानेछ तर ननिल्दिने, त्यही हो कि प्रब्लम, अरू चाहिँ केही होइन। अनि त्यसपछि आजको दिन चाहिँ यस्तै गरेर गयो। सो मैले भिडियो बनाउनु लागेको 10-15 दिन भयो। अनि त्यो भिडियोमा चाहिँ म आफू बोलेको देख्दा अनि त्यो भिडियोहरूमा आफूलाई देख्दा कस्तो अचम्म लाग्छ कि कुनै ठाउँमा राम्रोसँग बनाउन जानेको छैन, कुनै ठाउँमा बोल्न जानेको छैन, त्यही पनि भिडियो बनाउँदै पोस्ट गर्दै गरिराखु। तपाईँहरू हेरेर लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। आगामी दिनमा राम्रो भिडियोहरू लिएर आउन पाऊँ। हस्त नमस्ते।